हे गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। आज चाहिँ हाम्रो घरमा कुबेतदेखि दिदी आउँदै हुनुहुन्छ। किनभने हामी यसरी किन भ्लग बनायौँ भन्दै गरेर अहिले हामी चाहिँ घरमा छौँ गाइज। अनि हामीले चाहिँ मम्मीलाई सरप्राइज दिने भनिरहेको छौँ कि मम्मीले त मलाई कल गर्नुभएको थियो घर जान्छस् कि नाइ, म त बुटोल आइसक्यो, बुटोलबाट अब घर जानुपर्छ भनेर कल गरेर राख्नु भएको थियो। मैले त नाइ मम्मी म त आउँदिनँ भनेर मम्मीको मामाको ठुलो मम्मीको मन दुखाएको छु। यस्तो अर्कै लागिरहेको छ, मन आफ्नो पनि दुखिरहेको छ। किन बोले त्यस्तो भन्यो होला भनेर लागिरहेको छ, मम्मीको कति धेरै मन दुख्यो होला। तर पनि मैले मम्मीलाई सरप्राइज दिन्छु भनेर मम्मी आइसकेपछि आउने भनेको थिएँ। तर मामाले कल गरेर नाइ भन्छ तिमी चाहिँ अगाडि आउनुपर्छ है भनेर मलाई बोलाइसक्नु भएको थियो। र फाइनली म हिजो आइसकेको छु भने आज तपाईँहरूसँग यसरी किन बोल्दै हो छ भन्दै गरेर म भन्नेवाला नै छु। र त्यो भन्नुभन्दा पहिला मेरो नाम चाहिँ दिलसरा थापा छेत्री हो गाइज। अनि हामी अहिले घरमा छौँ, मम्मीलाई सरप्राइज दिने भनेर हामीले सबै सामानहरू लिन सम्झना बजार जाँदैछौँ। के लिन्छ भनेर त्यो पनि हजुरहरूलाई देखाउनेवाला नै छौँ। लभ यु गाइज, वेलकम हाम्रो भ्लगमा छ। हजुरहरूले सबैजना मजाले फुल भिडियो हेरिदिनु सक्नुहुन्छ है। सबैजनाले माया गरिदिनु होला। मेरो चाहिँ यो फर्स्ट चाहिँ भ्लगमा चाहिँ हो, बुझ्दै हुन्छ सबैजनाले है। ओके, बाँकी भ्लगबाट फाइनली गाइज हामी सम्झना बजारमा पुगिसकेको छौँ र अब हामीले के सामान किन्छौँ भनेर त्यो हजुरहरूले मजाले हेर्न सक्नुहुन्छ। वेलकम गाइज। पिठो पनि किनिसकेको छौँ र पैसा पनि किनिसकेको छौँ। अब के अझै पनि किन्छ भने चाहिँ तपाईँले मजाले हेर्न सक्नुहुन्छ। हामीले टमाटर प्याज अदुवा पनि किनिसकेको छौँ। अब मासु किनेर जानुलाई मासु पनि किनिसकेको छौँ। अब अरू जिरा र मसलाहरू किनिसकेको छौँ। यो लिएर चाहिँ सबै सामान लिएर भाइले जाँदै हुनुहुन्छ। र गइसकेपछि हामी पनि फेरि पनि अरू धेरै सामान किन्नेवाला नै छौँ। त्यो हजुरलाई मजाले दिइदिनु सक्नुहुन्छ। गाइस काम छेड्नवाला नै छु। यस्तो डर लागिरहेछ, मन दुख भइरहेछ। तर कस्तो हुन्छ आज म रातभरि सुत्दैन होला, किनभने काम दुखेर। मम्मी त्यो त लास्टै दुखाइदिनु भयो तपाईँले मम्मी। ओइ मम्मी यदि तपाईँ पनि खेल्न चाहनुहुन्छ भने राम्रो सुन्दाउन चाहनुहुन्छ भने जय मालिका सुन साथी पसलमा तपाईँहरू आइदिन सक्नुहुन्छ। मैले कान पनि छेडिसकेको छु। यस्तो दुखेर कि पुरै छोडिदिन्छु त मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेको हेर्न सक्नुहुन्छ गाइस। यता पनि कान छेडिसकेको छु र खुसी पनि छु, दुखी पनि छु। हामीले पनि केक अर्डर गरेर पनि केक रेडी भइसकेको छ। मम्मीहरू पनि आइसक्नु भएको छ। मम्मीहरू जानुहुन्छ घर, त्यसलाई मैले पछाडि गएर सरप्राइज दिन्छु। तपाईँले सरप्राइज पनि हेर्न सक्नुहुन्छ। हामीले केक किनेर पनि आइसकेको छौँ। मम्मीहरू चाहिँ गइसक्नुपर्छ। हामीले सरप्राइज दिनेवाला छ, त्यो पनि तपाईँले हेर्न सक्नुहुन्छ। फुल भिडियो मजाले हेर्नु होला। आज खतरा छ। फाइनली गाइस घर पनि पुगिसकेको छौँ। अब मम्मीहरू त अघि पुगिसक्नुभयो, अब म भर्खर पुग्दैछु। तर कस्तो हुन्छ मम्मीको रियाक्सन हेरौँला है। मलाई त कस्तो मन धरधर भएको छ, किन मैले झुट बोलेँ होला, किन गरिरहेको होला जस्तो। तर पनि खुसी पनि एकदमै खुसी छु। अब कस्तो हुन्छ रियाक्सन पनि हेर्नलाई रेडी हुनु तपाईँहरू। केक पनि ल्याइसकेको छु। अब रियाक्सन हेर्न मात्र बाँकी छ। तपाईँहरूले मजाले रियाक्सन यस्तो मजाले यति मजाले प्र्याङ्क गर्छु मम्मीलाई। 2.5 वर्षपछि भेट हुँदैछ। त्यसैले फाइनली गाइस मैले यस्तो प्लानिङ 1 हप्ता पहिलादेखि नै सोचिरहेको थिएँ। के केक देखा है केक ला है रुमाल दिइहाल रुमाल
हामीले सरप्राइज प्लान गरेका थियौँ क्या फाइनली गाइस मम्मी आइसक्नु भएको छ र प्राङ्क पनि गर्ने भनेको थियौँ अगाडि बाहिर आएर बस्नुभयो प्राङ्क भएन तर सरप्राइज चाहिँ भयो फाइनली गाइस 2.5 वर्षपछि मम्मीसँग भेट पाउँदैछु र म पनि गएको बुटोलमा गएको 2 वर्षपछि घर आएको मम्मी पनि 2.5 वर्षपछि सरप्राइज भने चाहिँ तर सरप्राइज त भएन तर हाम्रो प्राङ्क गर्दा भने चाहिँ प्राङ्क त भएन सरप्राइज त मजाले भयो आई एम सो ह्याप्पी केक खुवाऊ केक त खुवाइसकेको छु तर म अब धेरै खुवाउँदिनँ किनभने भात खुलाउने हो केक खुलाउने नै धेरै आइसकेको अवस्था साला भएन खाना गरे आउनु खाना गरे आउनु फेरि काट्नु भइहाल्छ भएन कति यत्रोमा पखा अस्ता त खाऊ अल्ट मम्मी खानुहुन्छ हामी छोरी दिदी काठमाडौँसँग लिन गए आउनु दाजु पत्र पढे आउनु मम्मीलाई खुलाउने नै धेरै खानु लाग्यो बेला दुनु फुक्का भए आउनु नराम्रो मान्नु भयो होला त भने मैले मलाई कस्तो नराम्रो लागेको थियो नि म त यहाँ त छटपटाएर खुसीको दिन डाङ्गल किन दुख्छ खै जाने भाइ पनि है हाम्रो देख्न नगएको अलि त के पोको नआउँछ के ल लान्छ नि सबै मलाई भिडियो भइरहेको फोटो खिचाइदिउँ भिडियो भइरहेको फोटो खिचाइदिउँ फोटो लास्टमा खिचाइदिन्छु फोटो लास्टमा खिचाइदिन्छु गयो के फोटो खिचाइदिउँ ल है ल है अब सबैजना फोटो